मेरो नेतृत्वको सरकार किन हट्यो भन्ने कुराको व्याख्या मैले पहिले नै गरिसकेको छु। सत्ताको ड्राइभिङ सिटमै बिचौलिया छन्। बिचौलियाको आँट र शक्तिले आज इमानदार व्यवसायलाई विचलित बनाएको छ। भोलि तपाईहरू आफै विचलित हुनुहुनेछ। यो सरकार ठुलो राजनीतिक बलमिचाइ र संविधानको अपहेलनाबाट बन्यो। लोकतन्त्रको सिधा अपहेलना गरियो। जनता झस्केकै त्यही बिन्दुबाट हो भन्ने कुरा म सरकारमा भएका प्रमुख पार्टीका नेता साथीहरूलाई गम्भीरतापूर्वक समीक्षा गर्न अनुरोध गर्न चाहन्छु। तराईको राजनीति पुरै परिवर्तन गर्छु र पुरै माओवादीमय बनाउँछु भन्दै उर्लिएका प्रचण्ड तराईमा कहिले केराको पातमा कहिले हातमा खाना खाँदै अगाडि बढ्दै पूर्व पश्चिम दौडामा थिए र नेपालमा के राजा आए, नेपालमा भन्दा पनि कि स्पेसल काठमाडौँ भनौँ, काठमाडौँमा के राजा आए र त्यसको स्वागतमा लाखौँ जनता सडकमा आए। त्यसपछि प्रचण्ड तराई छोडेर काठमाडौँ छिरे। काठमाडौँ के छिरेका थिए, उहाँ अब के सत्तापक्ष के प्रतिपक्ष सबै भएभरका सांसदहरू संसद भवनमा छिरेका छन्। योभन्दा अगाडि कुनै पनि एउटा विधेयक पारित गर्दा होस्, कुनै पनि केही कुराहरू चाहिँ कानुन निर्माणका कुनै बैठकहरू बस्दाखेरि होस्, त्यहाँ पूरक सङ्ख्या पनि नपुग्ने अवस्था थियो। पुरा संसद भवन पुरै खाली अवस्थामा थियो र आज एउटा राजाको कारणले गर्दाखेरि पुरा संसद भवन पुरै खचाखच भएको छ होइन। तालीका कुनै एउटा पक्षमा बोल्दा पनि गडडड ताली बजिरहेको छ भने विपक्षमा बोल्दा पनि त्यही लेभलले ताली बजेको छ। यो पावर हो राजाको होइन। कसैले मानोस् नमानोस् डर भनेको छँदैछ, पुरै सत्तापक्षलाई पनि छ प्रतिपक्षलाई पनि छ होइन। अनि स्पेसली भनेको राजाको कारणले गर्दाखेरि चाहिँ सत्तापक्ष होस् कि प्रतिपक्ष होस् होइन, गणतन्त्रवादीहरूलाई चाहिँ पुरै डरको माहौल छ भने यसको फाइदा चाहिँ राजा पक्षहरूले चाहिँ मजा लिइरहेका छन्। हेरौँ यो कहाँसम्म पुग्छ र प्रचण्डको भाषण तपाईँले अब सुन्नुहुनेछ होइन। बाल मन्दिर धुनुभयो तर फोहोर थुप्रियो लोकतन्त्रमा। गिरिबन्धु धुनुभयो, त्रिभुवन विश्वविद्यालयका जमिनहरूको काण्ड धुनुभयो तर जनताको नजरमा मैलो लोकतन्त्र देखियो। लोकतन्त्र तपाईहरूप्रतिको आक्रोश आज व्यवस्थाका विरुद्ध पोखिन खोज्दैछ भन्ने कुरालाई कतिको आत्मसमीक्षा गर्नुभएको छ। मैले यही सदनमा पछिल्लो पटक विश्वासको मत लिँदै गर्दा भनेको थिएँ, आत्मसमीक्षा सहित गल्ती हाम्रा पनि भए। हामी सबैले आफ्नो आत्मसमीक्षा गरेर जनता प्रति जवाफदेही हुने प्रक्रियाको सुरुवात गरेनौँ भने आउने दिन झन जटिल हुन्छन् भनेर भनेको थिएँ। अहिले सरकार र सरकारी संयन्त्रमा बसेका साथीहरूले बडो घमण्ड गरेको सुनिन्छ। सरकार यो गर्दैछ, सरकार त्यो गर्दैछ, तर 2/3 घोडा कसले दौडाएको छ? मैले त्यति बेला पनि भनेको थिएँ, अहिले पनि जोड दिएर भन्ने चाहन्छु। सरकारको 2/3 घोडा सरकारका प्रधानमन्त्री र मन्त्रीले चलाएको मैले चाहिँ देखेको छैन। त्यो घोडा बिचौलियाहरूले चलाएका छन्। तपाईहरूले गर्ने नियुक्ति, तपाईहरूले गर्ने सेटिङ तपाईहरूले गरेको मैले देख्दिनँ। ती त बिचौलियाहरूले, उनीहरूले निर्णय गरे अनुसार भएको देखेको छु। म चुनौतीका साथ भन्न चाहन्छु, पछिल्ला 8 महिनामा एउटै नीति, एउटै निर्णय र एउटै नियुक्ति मलाई भनिदिनुहोस् जसका पछाडि बिचौलिया छैन। जम्मा एउटा उदाहरण दिए पनि हुन्छ। तपाईहरुका संयन्त्र, समिति, बैठक यी सबै मेरो नेतृत्वको सरकार किन हट्यो भन्ने कुराको व्याख्या मैले पहिले नै गरिसकेको छु। प्रचण्ड जस्तै धेरै व्यक्तिहरू छन्, यस्ता व्यक्तिहरू छन् जो चाहिँ भाषणको क्रममा बिचौलिया भन्छन्, यो ठग भन्छन्, भ्रष्टाचारी भन्छन्, तर पनि कहिले पनि ती व्यक्तिहरूको नाम लिन सक्दैनन् र आफू सरकारमा जाँदाखेरि ती व्यक्तिलाई कारबाही गर्न सक्दैन। यो सरकार ठुलो राजनीतिक बलमिचाइ जसले चाहिँ नेपाल सरकार चलाइरहेको छ हैन, अनि हामी चाहिँ भन्छौँ जनताको सरकार बनिरहेको छ। लोकतन्त्रको सिधा अपहेलना गरियो। जनता झस्केकै त्यही बिन्दुबाट हो भन्ने कुरा म सरकारमा भएका प्रमुख पार्टीका नेता साथीहरूलाई गम्भीरतापूर्वक समीक्षा गर्न अनुरोध गर्न चाहन्छु। जस्ता मात्र देखिएका छन्। सत्ताको ड्राइभिङ सिटमै आज बिचौलिया छ। तपाईहरुले एकातिर त सदनभित्रको पहिलो र दोस्रो पार्टीको गठबन्धन बनाएर सदनभित्रबाट बहस र सङ्घर्षबाट
सरकारको विकल्प बन्न सक्छ भनेर जनताले आश गर्ने ठाउँ सिद्ध्याइदिनु भयो तपाईहरुले। निरङ्कुशता हुन्छ अब भन्ने कुरा स्थापित गरिदिनु भयो तपाईहरुले। पहिलो कुरा त यस्तो सामान्यतः लोकतन्त्रमा हुँदैन भन्ने कुरा तपाईहरुले थाहा नपाएको होइन, थाहा पाई तपाईहरुले गर्नुभयो। जनता त्यही बिन्दुबाट तपाईहरुसँग नराम्रोसँग झस्किएको छ। अस्तिको राजावादीहरूको जुलुसबाट मात्रै होइन, तपाईहरुलाई थाहा छ म र मेरो पार्टीको नेतृत्वको टिम अहिले हुलाकी राजमार्ग केन्द्रित एउटा जागरण अभियानमा छौं। झापाबाट सुरु गरेर हामी रौतहटसम्म आएर यसलाई केही दिनको लागि स्थगित गरेर हामी छिटै जाँदैछौँ। फेरि त्यसमा त्यहाँ हामीले जे देख्यौं जनतामा सरकारप्रति बिल्कुल विश्वास छैन, अविश्वास छ। जनता विकल्प खोज्नेतिर लागिराखेको छ। जे भए पनि प्रचण्डले चाहिँ महसुस गरेछन् कि अब चाहिँ जनताहरू चाहिँ सन्तुष्ट छैन, स्पेशली युवा वर्ग त छँदै छैन। तपाईहरुलाई त कतिजनालाई त चिन्नु पनि हुँदैन, जो 20-22 वर्षका युवाहरू छन् ती व्यक्तिहरूलाई त शीर्ष नेताहरू पनि चिन्दैनन् र पार्टी पनि चिन्दैन। र तपाईहरुको नेपालमा के छ भन्दाखेरि केही पनि भएको देख्दैनन् ती पुस्ताहरूले। तपाईले यी पुस्ताहरूलाई देख्ने गरी अहिलेसम्म विकासै गर्नु भएको छैन। एक नम्बरकोलाई 4 बनाएर फालिदिए भयो। जे गरे पनि भएको छ, किनकि तपाईहरुसँग 2/3 छ। तर यो 2/3 नै प्रचण्डले गर्नुभएको कुरामा चाहिँ मलाई एउटा कुरा भन्न मन लाग्यो भने जस्तै तपाईले 2/3 को सरकार 2/3 को बहुमत भन्नु भएको थियो हैन, भन्नु यसको विरोध गर्दै हुनुहुन्छ र तपाईले चाहिँ यो भन्दा पहिलाको सरकारमा हुँदाखेरि मसँग त्यस्तो जादुमय अङ्क छ जो चाहिँ मसँग छ, त्यति भए मलाई सरकार चलाउन पुग्छ भनेर तपाई संख्याको हिसाबले सरकार चलाउनु भएको थियो भने आज त्यही संख्याले सरकार चलाउन तपाईलाई यति नमिठो लागेछ, यति टर्रो भएको छ नि, पचाउनै गाह्रो भएको छ कि हो। यो हुँदाखेरि कुनै बेलामा तपाईले नै बनाएको यो संविधान हो, तपाईले नै तपाईलाई नै आज घाँडो भएको छ, तपाईलाई पढ्दा घाँडो भयो, तपाईलाई फाइदा हुँदा चाहिँ तपाईलाई बडो इन्जोयमेन्ट हुन्थ्यो हैन। अब हेर्दै जाउँ तपाईहरुले गर्दा कस्तो कस्तो कुराहरु चाहिँ कानुन बनाउनु भएको छ, त्यो त अब हामीलाई थाहा छँदै छ। कति कुराहरु त हामीलाई थाहा नै छैन भित्र त्यो कानुनको लुप कहाँसम्म पुगेको छ भन्ने कुरा। बडो चुनौतीका साथ र आत्मविश्वासको साथ भनिसक्नु भयो। हेर्दै जानुस् पुरै नेपाल के हुन्छ। यसबीचमा तपाईहरुले पटक पटक लोकतन्त्रको लक्ष्मण रेखा नाग्ने गर्नु भएको छ। पहिलो त यो जन्म नै लोकतन्त्र विरुद्ध भयो, संविधान विरुद्ध भयो भन्ने मेरो गम्भीर भनाइ छ। तपाईहरुले यसलाई चाहिँ सरकार छोड्नु परेको होला, असन्तुष्टि होला भनेर बडो सहज व्याख्या गर्नु भएको छ। जबकि पहिलो र दोस्रो पार्टी मिल्ने कुरा नै लोकतान्त्रिक मूल मर्म विपरीत छ। सदन भित्रको विकल्पलाई रोक्ने उद्देश्य छ। दोस्रो कुरा, मैले विश्वासको मत लिन अगाडि बढिसकेपछि संविधान त सरकार सबभन्दा ठुलो पार्टीको नेतृत्वमा बन्नै पर्थ्यो। तपाईहरुले त्यहाँ बलमिचाइ गर्नुभयो, जबरजस्ती गर्नुभयो। संविधानमा ब्ल्याक एन्ड व्हाइटमा लेखिएको प्रावधानलाई मिचेर भए पनि सरकार चाहिँ बनाइ छाड्ने गर्नुभयो। त्यही बिन्दुबाट तपाईहरुले लोकतन्त्रमाथि नराम्रोसँग प्रहार गरेको जनताले महसुस गरेको छ। मैले यही रोस्टमबाट भनेको थिएँ, सरकार स्वार्थ समूहको भरिया भएर उभिँदा जनतामा निराशा र आक्रोशको आगो ज्यामितीय रूपमा बढेको छ र त्यो आगो लोकतन्त्रकै विरुद्ध प्रयोग हुने हो कि भन्ने गम्भीर प्रश्न अहिले हामी सबैको मनमा छ। व्यथित र विकृति सरकारले नै बोकेको छ। व्यापारीहरूसँग बक्यौता उठाउन खोज्यो, जथाव्यापी लाइसेन्स बेच्न दिएन भनेर विद्युत प्राधिकरणका कार्यकारी निर्देशक सरकारको कोप भाजनमा पर्नु भएको छ। प्रतिगमनकारीहरू नारायण हिटीको गेटैमा आइपुग्दा पनि सरकारको कार्यशैली यस्तो भएपछि लोकतन्त्र जोखिममा पर्दैन त? म पछिल्ला प्रदर्शनहरूलाई केही पनि होइनन् भनेर उपेक्षा गर्दिन। सत्तामा रहेकाहरूलाई भन्न चाहन्छु, तपाईहरू पनि यसको निम्ति भागीदार हुनुहुन्छ। अहिले सत्ता पक्षका कांग्रेस एमालेलाई जति आरोप लाग्छ त्यति नै आरोप पनि प्रचण्डले पनि खेप्नुपर्छ। यो सिस्टम, यो अवस्था, देशलाई यो अवस्था पुर्याउनको ठुलो श्रेय तपाईले पनि दिनुपर्छ प्रचण्डजी। जसले जे भने पनि तपाईको चाहिँ तपाई पनि त्यो के त दुधले धोको हात हो कि के भन्छ नि, त्यो त हुनुहुन्न। मुख्य कुरा त
त्यहाँ उत्रिएको त नेपाली जनता नै हो नि। फोटो जसको टाँसिए पनि उत्रेको नेपाली जनता नै हो। यसलाई जनताको असन्तोष र अव्यवस्था र कुशासन विरुद्ध जनताको आक्रोशको रूपमा बुझ्न ढिलो गरियो भने धेरै ढिलो हुन सक्छ। सरकारलाई मेरो आग्रह छ, यसलाई गिजोल्नतिर नलाग्नुहोस्, सत्ताको अनावश्यक प्रदर्शनतिर नलाग्नुहोस्। तपाईहरूको अनावश्यक अहङ्कार, दुर्वचन, उपेक्षा, घमण्ड र अविवेकको मूल्य हो त्यो। त्यसको थप मूल्य तिर्न यो देश तयार छैन। आजको लोकतन्त्र 7 राजनीतिक दल र माओवादी बीच सहकार्यको परिणाम हो। संविधानको अभिन्न अङ्ग बनेको शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ताको नाताले म भन्न चाहन्छु, यो संविधानले नै त्यसलाई अभिन्न अङ्ग मानेको छ। त्यसको एउटा हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइरालाले जीवनका अन्तिम क्षणमा हस्पिटलमा मेरो हात समातेर संविधान र लोकतन्त्र तपाईको जिम्मा भनेको सुन्ने साथीहरू यही संसदमा हुनुहुन्छ। उहाँलाई दिएको वचनलाई साक्षी राखेर म यो संसदलाई विश्वास दिलाउन चाहन्छु, प्रतिगमन सफल हुन दिइने छैन। जुनसुकै राजनीतिक दल समर्थक भए पनि गणतन्त्र प्राप्तिको सङ्घर्ष र क्रान्तिका सबै महान शहीदहरूको सपनाको जिम्मा लिन म तयार छु। 12 बुँदे समझदारीदेखि शान्ति सम्झौता तपाईहरुले अलिकति आत्मसमीक्षा गरिदिनु भयो र संसदभित्रै विकल्प हुन सक्छ भन्ने मान्यतातिर अगाडि बढिदिनु भयो भने त्यो धेरै ठुलो कुरा हुनेछ। यदि त्यसो हुन सकेन भने पनि विस्तृत शान्ति सम्झौता, संविधान सभा, संघीय लोकतान्त्रिक गणतन्त्र, जनयुद्ध र जनआन्दोलनका ती हजारौं शहीदहरूको सपना बोकेर हिँड्न हाम्रो पार्टी र म तयार छु। म यो विश्वासको साथ तपाईहरुलाई राख्न चाहन्छु। तपाईहरु जतिसुकै विचलित भए पनि मलाई विश्वास छ नेपाली कांग्रेस भित्र पनि नेकपा एमाले भित्र पनि इमानदार देशभक्त र लोकतन्त्रवादीहरू प्रतिगमनको पक्षमा कोही पनि हुने छैनन्। देशभरिका लोकतान्त्रिक शक्तिहरूको साथ दिएर हामी प्रतिगमन त रोक्नेछौँ, तर सत्तारूढ साथीहरू कहिले सुध्रिनुहुन्छ? 2/3 अहङ्कारमा तपाईहरुले दौडाएको कुशासनको घोडा नै आज लोकतन्त्रमाथिको सबभन्दा ठुलो सङ्कट बन्दैछ। यो सङ्कटको सामना गर्न सबभन्दा पहिला ठुलो जिम्मेवारी सत्तारूढ दलहरूकै हुन आएको छ। तपाईहरुसँग 2/3 छ यहाँ भित्र। यो 2/3 अहङ्कारले लाखौं जनतालाई सडकमा पुर्याउँदैछ। यसको आत्मसमीक्षा गर्नु होला। तपाईहरुले आत्मसमीक्षा गरेर लोकतन्त्र सुदृढ गर्नेतिर तपाईहरुका कदम अगाडि बढेमा हाम्रो साथ हुनेछ। यही विश्वास सहित मेरो भनाइ टुङ्ग्याउँछु। धन्यवाद। अभिवादन। प्रचण्डको यस भाषणमा के देखियो भन्दाखेरि उहाँले यो हुनुको पछाडि भनेको चाहिँ मेन कारण केपी शर्मा ओली र उहाँको सरकारलाई दिनुभयो। त्यसपछि उहाँलाई सपोर्ट गर्ने जति पनि सत्तापक्षी दलहरू हुनुहुन्छ उहाँलाई दिनुभयो र उहाँ चाहिँ यो कुराबाट पन्छिनु भयो। यो जति पनि यो घटनाक्रम भइरहेको छ यसको सरासर जति श्रेय अरू दललाई जान्छ त्यसको पुरा श्रेय प्रचण्डलाई पनि जान्छ। प्रचण्डले चाहिँ कुनै पनि मै हुँ भन्ने कुनै पनि तुरम खानवाला काम कुनै पनि गर्नुभएको छैन नै।